हेलो नमस्ते साथीहरू, बिहानको म खाना पकाउँदैछु। आज बिहिबार छ साथीहरू, म खाना पकाउँदैछु। दाल मेरो पाक्दैछ। बरबट्टीको भाजी, देख्यो कि देखेन तपाईँ? बरबट्टीको भाजी साथीहरू बनाउँदैछु। दाल पाक्दैछ। बरबट्टीको भाजी, ओलको सब्जी छ साथीहरू। ओल काटेर राखेछु। ओलको सब्जी बनाउँछु, भात बनाउँछु, चटनी अलिकति पिस्छु, सके भए पिस्छु। आज बिहिबार हाम्रो हेर्नुहोस् साथीहरू, यो आलु ओलको सब्जी, यो दाल पकाए। आज बिहिबार छ के साथीहरू, हामीले खाँदैन माछा मासु। बिहिबार पूजा गर्छु त बार्छु, बुझ्नुभयो? अरू दिन खान्छु नि, बिहिबार नखाएको हामीहरू, बुझ्नुभयो साथीहरू? त्यही पकाइरहेछु म। पकाएर म सोचेँ अलिअलि भिडियो गरौँ, तपाईँहरूलाई पनि देखाऊँ, होइन? यी भाजी हुन्छ। अब ओलको सब्जी बसालिदिन्छु, भात पछाडि बसाल्छु कि साथीहरू, बादमा लास्टमा बसाल्छु। तातो भात हुन्छ त मिठो लाग्छ खाना, होइन? भन्नुहोस् त। यही हो। यी मैला उठान्छु साथीहरू। यी आलुको सब्जी काटेर राखेको, के गर्नु, मैला उठाउनु पर्यो, फेरि खानामा लाग्नु पर्यो। भन्नु साथीहरू, तपाईँहरू कस्तो हुनुहुन्छ? ठिक हुनुहुन्छ नि? के पकाउनु भयो तपाईँहरू? भन्नुहोस्। यी मैला सोरेर राखिदिन्छु। त्यसको बाद चामल भिजाउँछु। चामल भिजाएर पकाउँछु। मलाई खाना झमझुम पकाएको राम्रो लाग्छ साथीहरू। ताले पकाएको राम्रो लाग्दैन मलाई। पकाए ढुक्कै बस्छु, ढल्किराख, फोन हेरी खेलाइराख, सुती हेरिराख, बुझ्नुभयो? त्यस्तै राम्रो लाग्छ मलाई। के गर्नु भन्नु? सब्जी बनाएँ। अझै भन्नुहोस् तपाईँहरू के खबर? तपाईँहरू के कस्तो हुनुहुन्छ छैन? अलिकति मसँग पनि सेयर भन्नु म दिदीलाई, बुझ्नुभयो साथीहरू? के गरौँ भन्नुहोस्? घरको मोहरी काम गर्दैछु। म सोचेँ गरौँ, अलिअलि भिडियो गरेर कुराकानी गरौँ तपाईँहरूसँग कुराकानी गर्छु त राम्रो लाग्छ नि मन, बुझ्नुभयो? मन राम्रो लाग्छ। को मान्छे आए घरमा बोले जस्तै लाग्छ के। घरमा मान्छे थुप्रै छ जस्तो लाग्छ, बोले जस्तो लाग्छ, बुझ्नुभयो? त्यही भएर पकाम, त्यही हो, के गर्ने। बजार हिजो जाम भने त साथीहरू गइनँ। जाम अलिकति नखुन पालिस टिकाहरू बहिनीलाई भने, बहिनी हिजो गयो बजार, भने मलाई लगाइदिए त। टिका लगाइदियो, फाउन्डेसन मुखमा लगाउने लगाइदियो। लगाउँछु नि, बुढी भएर पनि त अलिअलि लगाउनु पऱ्यो। भन्नुहोस्, चिटिक्कै बस्नुपर्छ। चाहिने कुरा त लगाइदियो। नखुन पालिस लगाइदियो, टिका लगाइदियो। अब चुडी अनलाइन अर्डर गर्छु साथीहरू, बुझ्नुभयो? अनलाइनमा हेर्दैछ, राम्रो छ। त्यो अर्डर गरेर लिम भनेको। दसैँ हाँसी खुसी काटो साथीहरू। भागमा जे छ। जबसम्म सास हुन्छ नि तपाईँहरू। म त भन्छु बुढोलाई, होइन तिमी म मिलेर भिडियो बनाऊँ, अलिकति बनाऊँ। म बनाउँदिनँ भन्छ, भनौँ हिँड न बनाऊँ, राम्रो देख्छ दुईजनालाई। बनाऊँ, बहिनी उसलाई साथी उसलाई पठाऊँ भनेको। बाबा मान्दैन, म बनाउँदिनँ, तिमी बनाउँछ त बनाऊ भन्छ के साथी, बुझ्नुभयो?
त्यही बसेछु के गर्ने बिहान बिहानको यति नै दिएँ मैले अब पछि हेरौँला सोचौँला के दिने यही त भिडियो के दिने साथीहरू यो भिडियो छैन मसँग कहाँ जाने घुम्नु जान्दैन दसैँको पन्डालो नहेराम्ला बुझ्नुभयो घरमै राम्रो लाग्छ बाहिर निस्कनु मन पर्दैन साथीहरू घरको कति भिडियो हालौँ भन्नु चाहिँ घरमा ढल्किराखौँ बसिराखौँ फोन खेलाऊँ टिभी हेरौँ के थाङ्नापाटी सिलाऊँ फाटे फुटेको बुझ्नुभयो यही हो मेरो हो अब के गर्नु बाई राम्रोले बस्नु ल।